आकाशैको गड्याङगुडुङ आङ्कुशेले तान्नु आकाशैको गड्याङगुडुङ आङ्कुशेले तान्नु स्वाट परे सिर्कानाले पैवानेर जान्नु खेतबारीमा फेरि कालो गोरु चर्छ उ त्यो पर बस्ने कालो केटो मेरै सालो पर्छ दिपु ह्याप्पी भ्यालेन्टाइन डे आज का भ्यालेन्टाइन डे हो त प्रेममा परेपछि तिमीलाई देख्ने बित्तिकै भ्यालेन्टाइन आए जस्तो लाग्छ आजकल त के भयो तिमीलाई खाना रुच्दैन कि खाँदिनौ कि दुब्ली देख्छु अब म तिम्रो केयर गर्छु दिपु तिमी मेरो गर म तिम्रो गर्छु हामी बिहे गर्नुपर्छ दिपु रातहरू धेरै बिते सुहाग रात कहिले बित्दैन साधुवाद सबैलाई साधुवाद आमा मेरा घरमा त आज 101 गुन्डाहरू पाउनु भएको रहेछ म डराएँ है म डराएँ छक्क होइन तपाईँहरूलाई त नि राजेश हमालले मारेको होइन र गुन्डा दाजुहरू अहिले मेरो टोलमा एउटा गुन्डो छैन मेरा टोलमा भएका गुन्डा कोही प्रहरी बने कोही मन्त्री कोही प्रधानमन्त्री कोही सांसद बने यो गुन्डाले राज गरेको देशमा मेरा घरमा पनि तपाईँहरू पाल्नु भएछ मेरो घरै पवित्र भयो अब गुन्डै नभएको भन्ने चाहिँ होइन सालाखाला छान्दाखेरि गुन्डाका नाउँमा बाँकी रलपल भनेको यही एउटा भन्डु चाहिँ छ अब यो चाहिँ कस्तो खालको गुन्डा हो भन्नुहुन्छ भने आउरे भाउरे डन्ची होइन चाउरे डन्ची हो हेर्दाखेरि बढी ठुल्ठुला छन् नि त कुखुरो बासो भने डरले खाटो पनि लुक्छ टुथपिकसँग डर लागेर हातले मासु कोट्याउँछ अस्ति एकचोटि बिहान मलाई घरबेटी बा तपाईँलाई केही पर्यो भने म छु भन्यो बिहान बेलुका रागाले पछाडि हानो भनेर रुँदै आयो अहिले रागाले हानेको भण्डारी मोमो देख्दा तर्सिन्छ अरू डनहरू चाहिँ खसेको पैसा उठाउँछन् यो चाहिँ खसेको पैसा उठाउँछ अस्ति एकचोटि मेरो घरमा टोइलेटमा बस्दाखेरि उसले 2 रुपियाँको ढक्की पैसा तल झारेछ सुशील दाई यो मान्छेलाई के भन्नु र सेफ्टी ट्याङ्की खनेर त्यो 2 रुपियाँको ढक्की पैसा निकाल्यो पैसाको मुख कालो हुन्छ भन्थे सेफ्टी ट्याङ्कीबाट निस्किँदा भण्डारीको अनुहार कालो हुन त अब म पनि सुरुमा त दाजु डन नै हो नि म अब आमा होइन त नि मलाई देख्दा टोलका केटाहरू थररररर काम थिए जाडामा अनि गुन्डा दाजुहरू तपाईँहरूको त्यो खलनायक पात्र हुन्छ नि फिल्ममा त्यो पनि अचम्मको काम है त्यो है
ए आमा पत्रकार देखिन नसक्ने तपाईँहरू फिल्ममा है एउटा पत्रकारले कहीँबाट च्याउँदैछ भने त्यसलाई निमट नामट पारेर ल्याएर झुन्डाएर खुन छाड्ने गरी कुटेर उस्तै परि मारिदिने तपाईँहरूको सिको गरेर होला हाम्रा देशका केही नेताहरूले बिचरा त्यो रवि लामिछानेलाई थोरै दुःख दिएको अनि भीमसेन दाई तपाईँ मान्छे साह्रै लोभी त्यत्रो रागो काट्नुभयो एक प्लेट मोमो खाने बोलाउनु भयो अनि तपाईँहरूलाई थाहा छ त्यो टिकटकमा छेत्रीको बढी मन पर्यो भन्ने चाहिँ उहाँ हो हेमन्त दाजु तपाईँलाई छेत्रीको बढी मन पर्यो अनि बाहुनको भुँडी चाहिँ अनि सुशील दाई त्यो बिचरा अबला विधवा नारीलाई चोबरका डाँडामा लगेर बाँधिया छ यातना दिएको छ त्यस्तै बुढीलाई त्यत्रो दुःख दिनु पर्छ त प्रेसरको औषधि लुकाइदिए भइहाल्थ्यो अनि मुकुन्द बुवा होइन तपाईँ चाहिँ के हुनुभएको मान्छे हो जन्मिँदैको बाङ्गो बाङ्गै सोध्छु बाङ्गै हिँड्छु भन्नुहुँदो रहेछ अब यहाँ स्टेजमा एन्ट्री गर्दा त ठमठमी सिधै हिँड्दै हुनुहुन्थ्यो अब हेर्दा त बाङ्गो देखिनुहुन्न के बाङ्गो छ थाहा भएन मान्छे बाङ्गै हिँड्छ म चाहिँ अहिले सोझिएर आएको हो ल सधैँभरि सोझिएर हिँड्नु शुभकामना छ अब धेरै उमेर पनि छैन सोझिने जे होस् पुराना फिल्ममा दाजुहरू एउटा हिरो मार्न 15-20 जना लगाएर लखेट्या छ 15-20 जना केटाहरू गएर एकजना मान्छे मार्छ 15-20 जना लगेर एउटा मार्ने ठाउँमा एउटा पुरोहित लगेर श्राद्ध गर्नु पर्दैन जे होस् तपाईँहरूको फिल्मले सधैँभरि मनोरञ्जन दियो तपाईँहरूलाई मुरी मुरी धन्यवाद तर मेरा टोलमा चाहिँ अहिले एउटै गुन्डा छैन टोलमा गुन्डा रहित टोल बनाइरहेको छु मैले म त यहाँ कोही गुन्डा छ र म त गुन्डा भेट्यो भने त पच्काइ पो दिन्छु काभ्रेली सम्धि के छ खबर सिन्धुली सम्धि के छ खबर ठिक छ नि केटाहरू अब हामी माथि गएर किडन्यापिङ चोरी डकैती मर्डरको मिठो प्लान बनाउनु पर्छ बुझ्यौ नि तिमीहरूलाई थाहा छ नि म यो एरियाको डनको पनि डन हो ल चप्पल जुत्ता खोलेर हातमा बोकाओ त घरपेटीले थाहा पायो भने मार्छ यार है ल आऊ काभ्रेली सम्धि के छ खबर सिन्धुली सम्धि के छ अबुई बुवा म त हिरो होइन नि बुवा म त गुन्डा यस्तो गुन्डा हजुर बुवा तेरा ढर्ने छ तेरा करङ भचाउन सकिने छु भने त यहाँ हेर त अगाडि आएर एकचोटि यता हेर त अलि तलतिर झरेर हेर त बाबु देख्दैनस् फेरि अबुई केटाहरू म त खङ्ग्रङ्गै भएँ त तिमीहरू डराएका त छैनौ नि है केटाहरू त नडराइ भागेछन् बुवा बुवा म पनि माथि गएर ज्ञानी भएर थुपुक्क सुत्छु नि है
खै तँलाई ज्वरो आएको छैन मैले छामेल लु यता आइस आइस यता आउने कि हामी त्यहाँ अब खायो आज म आउने आइज बेटा आइज मन त अघि नै हिँडिसक्यो नि बुवा खुट्टा चलेको छैन अबे राजेशमालाई आइ नि हुने आइज डर किन डराएर बुवा उहाँलाई देखेपछि त मेरो मनै चिसो भयो बुवा एकचोटि अगाडि फर्किदे त बेटा मन चिसो तेरो मन चिसो होइन बेटा पेन्ट चिसो भयो पसिना आएछ बुवा पसिना हो त्यो बुवा सरी बुवा केही गल्ती भएको थियो कि अनि अस्ति तैँले मलाई के भन्दै थिइस् अरे बेटा अस्ति बोलेर बुवा भन्न त केही बोलिस् तैँले मलाई यो लिच्चड घर बेटी काम नदिने बुढो यो सुकेको हड्डी यो सुगर ड्याडी भन्दै थियो कसम बुवा भनेको होइन बुवा तपाईँ त मेरो आमा समान हो नि बुवा के को नभन्नु अस्ति मसँग दारू खाँदा भने होइन बेलुका मुला यसले पनि बुवा तपाईँलाई झरेको पत्कर दाँतको किरा सुकेको हड्डी भन्दै थियो बुवा यसले पनि भन्नु फोटोमा नि थुकेको थियो बुवा तपाईँको होइन यो लिच्चड कैटेले त्यस्तो त नभन्नु पर्ने भन्नु बुवा त्यस पछाडि त के पो भयो बेटा बुवा गाह्रो भयो नि बुवा मलाई पनि गाह्रो भयो बेटा बिचमा बुवालाई मैले त्यस्तो केही नराम्रो कहिल्यै भनेको थिएँ र बुवा ए सम्झे दाजुहरू यसले मलाई यस्तरी थर्काउँछ आजकल म यो टोलको म डन भन्छ होइन नि बुवा मैले त मुना मदन भनेको अस्ति पनि सिए पढ्नलाई के सिक्ने माइकल भन्दा मैले म्याथ सिक्ने भनेको बेला हजुरले के बुझेर हो लोराले हान्नु भएको थियो नि बुवा आज पनि घरभरि गुन्डा बोलाएर मलाई मारेर गाड्न खोज्नु भएको हो बुवा कहाँ घरभरि गुन्डा बोलाएर भन्छ उहाँहरू त फिल्मका मात्रै गुन्डा हुन् साँच्चै कि वास्तविक जीवनमा त सबैजना आफ्नो पेसा व्यवसाय सञ्चालन गरेर बस्नु भएको छ उहाँहरू त साँच्चै भन्दा समाजसेवी हो नडराजेहरू तपाईँहरूसँग म डराएछु सरी है डराउनै नहुने मान्छे अनि बुवा आज किन बोलाउनु भयो त मलाई म फिल्मको एउटा प्लानिङमा छु अब त यो केटो एकदम क्रिएटिभ पनि छ एकदम आइडिया फुर्याउँछ कि भनेर मैले तँलाई बोलाएको बेटा वाउ बुवा लिएर त बेकारमा डराएछु म त बुवा एउटा मसँग स्क्रिप्ट चाहिँ छ बुवा हो बुवा पहिला भर्खरै लेखेको स्क्रिप्ट छ बुवा सुन्ने बुवा कथा सुन्ने सुन्ने एउटा राम्रो स्क्रिप्ट फुरा त बाबा कस्तो हुन्छ भने बुवा है त्यो फिल्ममा चाहिँ बुवा एउटा अग्लो ह्यान्डसम बडी बिल्डर हिरो हुन्छ बुवा वाउ इन्ट्रेस्टिङ अगाडि बढ तर बुवा त्यसको मति चाहिँ यति खराब हुन्छ कि है केटी भनेपछि देख्नै नहुने डमी नै पनि घरमा लिएर आउने बुवा लुगा लाएको डमी नै घरमा ल्याउने लुगा लाएको डमी नै घरमा ल्याउने बुवा है अनि जाड भनेपछि आँसुले शीतन भिजाउने बुवा है अनि त्यसले चाहिँ के गर्छ भने एकदमै धेरै झुट बोल्ने बुवा तर नलजाउने बुवा
नलजाउने नलजाउने बुवा अनि यति धेरै रक्सी खाने कि पैसा तिर भन्दाखेरि मरेका हजुरबाउका नाममा उधारो लेखाउँछ बुवा मैले थाहा पाएँ यो त विशाल भण्डारीको पार्टी यसका बायोपिकमा फिल्म बन्छ त यसले बनाएको फिल्म त बचाल्दैन साह्रै क्रिएटिभ छ दाजु यो हेर्नु त भण्डारीलाई कथामा हटाएन त क्रिएटिभ छु बुवा यति क्रिएटिभ छ कि यसले केटी घरमा ल्याउँछ भनेर झ्याल ढोका बन्द गरिदिएको भेन्टिलेटरबाट केटी छिराएछ साह्रै क्रिएटिभ छ यो त अस्ति पानी खोलिबस्यो कि दिपु हजुर अनि बेटा त्यसरी धेरै पानी फुर्मास नगर धाराबाट पानी खोलेपछि पानीको सत्यानाश हुन्छ भनेको ट्याङ्कीभित्रै छिरेर लुगा धोएछ अझै बाबु अर्को अलिकति गुजबम हुने खालको स्टोरी बना त तेरो कथा सुन्दा पनि फिल्ममा लगानी गरौँ पैसा हालौँ खन्यौँ लागोस् न पक्ने है बुवा आर्टिस्टलाई त मुड चाहिन्छ नि बुवा के को तिमी आर्टिस्ट हो र तिमीलाई थाहा हुनलाई हल्लुडोको रोलमा चाहिँ यसलाई खलाउनु पर्छ कि क्या बुवा हुन्छ लगानी गर्ने मान्छे भयो नि हुन्छ तर म चाहिँ गुजबमवालै स्टोरी बनाउँछु बुवा बुवा मैले दसैँमा लेखेको एउटा स्टोरी छ बुवा इन्ट्रेस्टिङ यो चाहिँ अलिकति फरक कथामा बनेको छ बुवा यो चाहिँ अलिकति डाइनामिक छ बुवा ए हो र हो बुवा यो फिल्ममा चाहिँ सबै गुन्डै गुन्डा हुन्छन् बुवा सबै गुन्डै गुन्डा बुवा पुलिस पनि गुन्डा वकिल पनि गुन्डा न्यायाधीश पनि गुन्डा डाक्टर पनि गुन्डा बिरामी पनि गुन्डा टिचर पनि गुन्डा विद्यार्थी पनि गुन्डा कार्यकर्ता नि गुन्डा नेता पनि गुन्डा मन्त्री पनि गुन्डा प्रधानमन्त्री गुन्डा डाक्टर पनि गुन्डा बिरामी पनि गुन्डा बिजनेसम्यान पनि गुन्डा ग्राहक पनि गुन्डा कर्मचारी पनि गुन्डा सेवाग्राही पनि गुन्डा सबै गुन्डै गुन्डा हुन्छन् बुवा होइन कतिवटा गुन्डा हो अनि हिरो हिरोइन चाहिँ छैनन् त्यसमा बुवा हिरो हिरोइन त 12 पास गर्ने बित्तिकै विदेश गइहाल्छ नि बुवा हिरो हिरोइन चाहिँ बुवा विदेशको चर्को घाममा काम गरेर दिन रात घाम पानी नभनी काम गर्छन् बुवा पैसा आउँछ बुवा आफूले थोरै खाएर पनि यता रेमिटेन्स तिर्छन् बुवा गुन्डाहरूलाई फिल्मको नाम चाहिँ बुवा रेमिटेन्स प्रेजेन्ट्स नयाँ नेपाल बुवा यसले बनाएको फिल्मलाई त मैले स्ट्यान्डिङ ओभेसन नै दिएँ थ्याङ्क यू बुवा नयाँ नेपाल राम्रो छ छक्का पन्जा भन्दा त धेरै राम्रो छ बुवा यो फिल्म चाहिँ म जसरी लगानी गर्छु यतिको क्रिएटिभ मान्छे बाबु त हिँड्दै जान्छस् कि म बोकौँ बाबु बुवा बोक्नु न बुवा यतिको क्रिएटिभ मान्छेलाई बोक्नै पर्छ थ्याङ्क यू बुवा